सीधा हाई गाइस, आज चाहिँ म दिदी घर आएको छु। आज चाहिँ म दिदी घर आएको अनि त्यसपछि दिदीले चाहिँ यहाँ दुध भैँसीको दुध पकाउनु भएको छ गाइस। हेर्नु है, म भैँसीको दुध त्यही पनि आगोमा कसरी दुध चलाउँछु हेर्नुहोस् गाइस। वाह गाइस, हेर्नुहोस् शुद्ध आगोमा गाइस भैँसीको दुध हेर्न सक्नुहुन्छ गाइस। भैँसीले चाहिँ यसरी गर्छन् गाइस। हामी चाहिँ भैँसीको लोकल दुध गाईको पनि गाउँघरको। वाह कति मिठो गाइस, खाँदा पनि टेस्टी हुन्छ गाइस। तपाईँहरूले चाहिँ यो कराई चाहिँ यसो फोहोर भन्नुहोला, यो चाहिँ होइन गाइस। किनभने यतातिर चाहिँ यो दुधको भाँडा चाहिँ कहिले पनि मस्कायो है, मखालेन मस्काउनु हो। किनभने यो मस्कायो भने चाहिँ दुधहरू राम्रोसँग पाक्दैन गर्छ भनेर यस्तो गर्नुहुन्छ है साथीहरू। हेर्नुहोस् है, यस्तो साथीहरू हजुरहरू पनि खाने भई आउनुहोस् यतातिर हाम्रो नवलपुर हुप्सीको बेलायततिर। हेर्नुहोस् एकदमै लोकल खाना पाउनुहुन्छ भैँसीको दुध। आउनुहोस् साथीहरू आउनुहोस्, एकदम मिठो गाइस। काठमाडौँतिरको त गाइस मिठो हुन्न, यताको त कति मिठो गाइस, एकदमै शुद्ध होइन, केही नमिसाएको के गाइस होइन, एकदमै मिठो हुन्छ गाइस। मलाई त काठमाडौँतिरको दुध मन पर्दैन गाइस, मलाई यताकै भैँसीको दुध मात्रै मनपर्छ गाइस। हेर्नु त्यही भएर म दिदी घर भने भैँसीको दुध खाने भनेर है आएको गाइस। दिदी घरमा चाहिँ दुईवटा भैँसीको दुध आएको छ क्या, अनि त्यस कारणले गाइस म चाहिँ भैँसीको दुध लाउँछु गाइस। मलाई फेरि दही मुही मन पर्दैन गाइस, मलाई शुद्ध भैँसीको दुध मनपर्छ। त्यो मिठो बस्न आहा गाइस, भाँडा मात्रै कराउँछ दुध थोरै चाहिन्छ। दिदी गाइस हेर्नु, मेरो दिदी पनि दुध खानेको लोभले यहाँ मेरो दिदी घर आउनु भएको छ गाइस। दिदी घर चाहिँ यता हुनुहुन्छ, मेरो दिदी पनि दुध खाने लोभले आउनु भएको हो कि दिदी भन्नु त। खाना पाएको छैन किन खोप दिदीले त बिरामी हुनुभयो, दिदी पनि बिरामी हुनुभएको छ। उता हाम्रो दिदी भाग्नुभयो, दिदी अलिक बिरामी हुनुहुन्छ कि हाम्रो दिदी। फेरि आजभोलि अलिकति यो रोग आहा मातन के के दिन्छ गोडा गोडा दामी भेट्छु र। यो चाहिँ यो त भैँसीको मात्रै हो कि गाई आज होइन, यो त भैँसीको मात्रै हो कि यो त भैँसीको मात्रै हो गाई। त्यो चाहिँ अर्को भैँसीको चाहिँ बाख्राको बच्चाको दुध नआएर, आमाको दुध नआएर नपुगेर अर्को भैँसीको चाहिँ, यो त भैँसीको चाहिँ बाख्राको बच्चालाई, अर्कोलाई यो चाहिँ हामी खानालाई लैजाउँ न। वाह केटी केट्नी हालौँ है। दिदीले बिरामी हुनुभएको छ गाइस है साथीहरू। हेर्नु त हाम्रो दिदी, मैले दिदी र मैले हेर्नु न हामीहरू देखिन्छ गाइस। हेर्नु त मैले ठुली चाहिँ नजानु हुनुहुन्छ, ठुलीले चाहिँ भेटी खिच्ने मान्नुहुन्न क्या गाइस। त्यही कारणले गाइस म चाहिँ परिस्थिति दिदीसँगै, दिदी अलिकति लजाउनुहुन्न, नभए त ठुली त लजाउनुहुन्छ, भागिहाल्नुहुन्छ, भूकम्प आएपछि भागिहाल्नुहुन्छ। त्यस कारणले चाहिँ गाइस है हेर्नु है साथीहरू। मिना झन् तुरो तुरो नुहाइ झमला है, सिपी सिपी नुहाइ झमला झमला। हेर्नु यस्तो आगोमा खाना पकाउनुपर्छ, आगोमा प्लस लोकल भैँसीको चाहिँ वाह मिठो हुन्छ ल साथीहरू। खाने भए आउनु होला है साथीहरू। ल अब हामी चाहिँ लोकल भैँसीको दुध खाने हो साथीहरू, इनर्जी निकाल्ने ल। बाई बाई गाइस, खाने भए नवलपुरतिर आउनु होला। ओके बाई।